मधुलाई भगाएर लग भन्ने कुरा रितालाई भनिदिएका छन्। हो दर्शकवृन्द, अब भने रिताले आत्महत्या गरेर मर्ने छिन्। दर्शकवृन्द, रिता कुनै पनि हालतमा मर्नु हुँदैन भन्ने चाहनुहुन्छ भने आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। दर्शकवृन्द, साँच्चै नै तपाईँले सहरिया बुहारी सिरियललाई मन पराउनुहुन्छ भने च्यानललाई पक्कै पनि सब्स्क्राइब गर्नुहुनेछ अनि कमेन्टमा मैले सब्स्क्राइब गरेँ भनेर लेख्नुहुनेछ। सायद तपाईँलाई अहिले आएर मसँग बिहे गर्ने मुड हराउँदै गयो होला, होइन? मधु, म तिमीसँग झगडा गरेर बस्ने मुडमा छैन कि अहिले। तिमीले म पनि सँगै तपाईँसँग काउले जान्छु भन्यो, मैले हुन्छ आऊ जाम भनेर भने। तर अहिले एक्कासी यो सिन्दुर पोते गर्ने कुरा कहाँबाट आयो? किन रिसाएको के तपाईँ? ठिक छ नि त, तपाईँ र म पहिलोचोटि यो ठाउँमा आउँदा जसरी मैले आफ्नो सिधोमा आफै सिन्दुर लगाएकी थिएँ, अहिले पनि त्यसरी लगाउँछु नि त, अनि जाम्ला। त्यति बेला हामीले त्यही गल्ती गऱ्यौँ र पछि हामीलाई कति पछुताउन पर्यो, अनि त्यो कुरा मिलाउन हामीलाई कति गाह्रो भयो। अहिले फेरि पनि तिमीले त्यही काम दोहोऱ्याउन खोज्दैछौ। ल बाबा ल, त्यसो हो भने म तपाईँको आमासित भेटेर म हुनेवाला बुहारी हो भनेर परिचय दिन्छु नि त। छ्या, हुनेवाला बुहारी नै किन भन्न पर्यो र? साथी भने पनि त हुन्छ नि। तपाईँले आफ्नो मनलाई कति ढाट्न सक्नुहुन्छ है? सायद हिजो आज तपाईँले मलाई आफ्नो हुनेवाला श्रीमती भन्दा धेरै परको मान्छे ठान्नुहुन्छ क्यारे? त्यही भएर त यस्तो भन्नुभएको होला नि अहिले। हुनै सक्दैन र बसन्त यति धेरै पापी कहिल्यै बन्नै सक्दैन। आफूले आफूलाई सम्हाल्नुस् भाउजू। मैले पनि यो कुरा मधुकै बाउको मुखबाट सुनेपछि कसरी विश्वास नगर्नु? भयो, अब यो भन्दा बढी म सुन्न चाहन्न। सहरिया बुहारीमा निकै खतरा हुने भएको छ। हो दर्शकवृन्द, यदि तपाईँलाई सहरिया बुहारी मनपर्छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि तपाईँले सहरिया बुहारी सिरियललाई सञ्जीवनी युट्युब च्यानल सर्च गरेर हेर्न सक्नुहुनेछ। दर्शकवृन्द, तपाईँले हेर्नुभएको छैन भने तुरुन्त गएर हेर्नुहोस् त अनि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है।